रिजलाइन एनर्जी लिमिटेड कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपछि कर्मचारीहरू र सामूहिक लगानी कोषहरूका लागि सेयर छुट्याएर सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गरेको थियो र उक्त सर्वसाधारणतर्फका लागि निष्कासन गरेको आइपिओ कहिलेसम्ममा बाँडफाँड होला भनेर लगानीकर्ताहरूमा जिज्ञासा रहेको छ। त्यसैले आजको यस भिडियोमा मैले हजुरहरूलाई रिजलाइन एनर्जी लिमिटेड कम्पनीको इपिएस नेटवर्थ के कति रहेको छ र यस कम्पनीले सर्वसाधारणतर्फका लागि खुलाएको आइपिओको बाँडफाँड कहिलेसम्ममा हुन्छ भनेर जानकारी दिनेछु। ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। रिजलाइन एनर्जी लिमिटेडले माघ 28 गतेदेखि फागुन 4 गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी 1 अर्ब 18 करोड 50 लाख रुपैयाँको 22% अर्थात् 26 करोड 7 लाख रुपैयाँ बराबरको 26 लाख 7 हजार किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 11 लाख 85 हजार किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 1 लाख 42 हजार 200 किता साधारण सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसैगरी यस कम्पनीले दोस्रो चरणमा 28,440 किता सेयर कर्मचारीहरूका लागि र 71,100 किता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेको 11 करोड 80 लाख 26 हजार रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँ दरका 11 लाख 80 हजार 260 किता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। अब कुरा गरौँ यस कम्पनीको इपिएस र नेटवर्थको बारेमा। आर्थिक वर्ष 2079-80 मा रिजलाइन एनर्जी लिमिटेड कम्पनीको इपिएस -2.17 रुपैयाँ र नेटवर्थ 92.20 रुपैयाँ रहेको थियो र आर्थिक वर्ष 2080-81 मा यस कम्पनीको इपिएस 8.92 रुपैयाँ र नेटवर्थ 105.75 रुपैयाँ पुगेको थियो। त्यसैगरी आर्थिक वर्ष 2081-82 मा यस कम्पनीको इपिएस 7.12 रुपैयाँ र नेटवर्थ 118.28 रुपैयाँ रहेको थियो। यस कम्पनीले व्यावसायिक रूपमा 2080 साल माघ 8 गतेदेखि उत्पादन सुरु गरेको हो। त्यसैले यस कम्पनीको इपिएस र नेटवर्थ हेर्दा यो कम्पनी राम्रो अवस्थामा रहेको छ। अन्तिममा कुरा गरौँ यस कम्पनीले सर्वसाधारणतर्फका लागि खुलाएको आइपिओको बाँडफाँड कहिलेसम्ममा गर्छ भन्ने विषयमा। रिजलाइन एनर्जी लिमिटेडले सर्वसाधारणतर्फका लागि खुलाएको आइपिओमा अन्तिम दिनसम्ममा 26,62,783 जना लगानीकर्ताहरूले आवेदन दिनुभएको थियो। मागभन्दा अत्याधिक धेरै आवेदन परेको हुँदा यस कम्पनीको आइपिओ 10 किताको दरले गोला प्रथाको माध्यमबाट बाँडफाँड हुनेछ। त्यसैले यस कम्पनीको आइपिओ भाग्यमानी 1,18,026 जना लगानीकर्ताहरूले हातमा पार्नुहुनेछ भने करिब 25 लाख जना लगानीकर्ताहरूको हात रित्तो हुनेछ। यस कम्पनीको आइपिओ भने फागुनको 14 गते बिहीबार बाँडफाँड हुने क्यापिटलले जनाएको छ। यस कम्पनीको आइपिओ परोस् भन्ने चाहनुहुन्छ भने कमेन्टमा जय लक्ष्मी माता लेख्नुहोला। धन्यवाद।